एभ्रिवान नमस्ते अनि हजुरहरू सन्चै हुनुहुन्छ होला है अनि म पनि एकदमै सन्चै छु अनि मेरो युट्युब च्यानलमा हजुरहरूलाई सबैलाई वेलकम छ अनि आज चाहिँ मेरो बोजू चाहिँ जाँदैछु मरौमा अनि किनभने चाहिँ हाम्रो चाहिँ त्यहाँनिर कजन्स बोजूको कजन्स खस्नु भएको नि त त्यही कारणले सरौ लेखाउनुको लागि जाँदै थियो होइन हेर्दै गर्नुहोस् त यो मेरो ब्लग है बाई बाई बोजू चाहिँ यहाँनिर एकदम फोन हेर्नुहुँदैछ हाई भनिदिनु बोजू यता हेर्नु त भनिदिनु नि त यो चाहिँ मेरो होइन लुक्स देखाउँदै थियो अनि म चाहिँ अब हिँड्दै थिएँ नि त त्यही भएर हेर्दै गर्नुहोस् होला है गाइस यस्तो भइरहेको थियो त्यति बेला दिन पनि यस्तो दामी भइरहेको थियो वेदर पनि होइन यति दामी भइरहेको थियो नि वेदर्स के भन्नु आजको मेरो आउटफिट चाहिँ यो थियो होइन गाइस अनि मलाई कस्तो देखेको छ भनिदिनुहोस् होला सो अनि हाम्रो घरमा चाहिँ फुलहरू पनि यस्तो दामी दामी होइन छ अनि कोलाई चाहिएको छ आउनुहोस् होला यहाँनिर चाहिँ है अनि हाम्रो हजुर फुलहरू टेन्सन गाडी पनि सो हेर्नुहोस् होला आजको दिन यस्तो भएको छ अनि माथि रोड निक्लेर हाम्रो अब मेन रोड यहाँबाट चाहिँ रणबीर 11 কেন নয় আসলে কি জানেন স্যার मेन रोड हसीना से फिर একটা সলিড ঘর তৈরি হয় সলিড কংক্রিট দিয়ে কিন্তু একটা সলিড কংক্রিট বানানোর রেসিপি কি টিম তোমাদের সময় শুরু এখন থেকেই मामा त भने आफ्नै भनेको थियो कि वाक्कै मानेर सियोहरूले पनि भन्दैछ यति बिना मान्छे हुन्छ यति बिना अन्त हाम्रो बोजूको सन्तानहरू भेट्छ होइन हेरिहाल्नुहोस् है हाम्रो बोजू त्यहाँ यस्तो यो चेनको चाहिँ कहाँ यता यो लकेट चाहिँ कहाँ उता फ्याँको ल ऊ झन्डै चल्यो अहिले पनि है अब चाहिँ बाजे सन्चै हुनुहुन्छ हामी है गाइस हेर्दै गर्नुहोस् होला सो यस्तो दामी दामी फुलहरू पनि छ अनि मान्छेहरू पनि रहेछ सो म त बोजूको पुच्छेले यहाँ चाहिँ हाम्रो मरमा दाजु मेरो बोजू नै हुनुहुन्छ सासूहरू पर्छ यहाँ चाहिँ मेरो दिदीको छोरा होइन यस्तो नक्कली छ ऊ चाहिँ एकदम केक खाँदै थियो होइन ऊ चाहिँ बोलेको पनि थिएन लजाइरहेको थियो एकदमै अनि फेरि हामी चाहिँ घर फर्किँदा चाहिँ पानी आइरहेको थियो नि त किनभने पानी आउनु स्टार्ट भएको थियो त्यही भएर चाहिँ घर आउँदै थियो अनि हाम्रो बोजू चाहिँ बात मार्दै मस्किँदै आउँदै थियो त्यहाँनिर हो अनि यस्तो वेदर्स भइरहेको थियो है गाइज हेर्दै गर्नुहोस् होला पानी पनि आउँदै थियो पानीमा पनि अलिअलि भिज्यो त्यहाँदेखि वेदर्स अब शीतल खाले वेदर्स भइरहेको थियो हामी चाहिँ जाँदैछ बोजू नातिनी अनि मरो त सक्यो सकेर चाहिँ जाँदैछ हेर्नुहोस् होला अनि यहाँ चाहिँ बोजू आउनुहुँदैछ एकदम ब्युटिफुल भएर टिनिक अन्त देख्न सक्नुहुन्छ हामी आइपुगिसक्यो सही हेर्नुहोस् ल
त्यही चाहिँ म चाहिँ घर ओह्रालो जाँदै थिएँ होइन, घर जाँदै थिएँ नि त, ओह्रालो जानुपर्छ नि त हाम्रो चाहिँ अलिकति रोडदेखि। अनि जाँदै थिएँ बोजू र म होइन, अनि दिन पनि यस्तो दामी भइरहेको थियो पानी रहेर होइन, अनि फुलहरू फुलिरहेको थियो। यो फुल चाहिँ मलाई पुरा मनपर्छ, त्यही भएर है हेर्दै पनि होस् गाइज। अन्त अब म चाहिँ मरोबाट पनि आइपुगेँ होइन। अनि गाइज अनि अब म चाहिँ पुरा टायर्ड भइरहेको छु नि, त्यही भएर अब चाहिँ म सुत्न लागेको है। एन्ड थ्याङ्क यू फर वाचिङ है। मेरो भिडियोहरू मन पर्ने लाइक सब्सक्राइब एन्ड च्यानललाई सब्सक्राइब गरिदिनु होला, अनि कमेन्ट सेयर गरिदिनुहोस् होला है। अनि मेरो युट्युब च्यानलमा गएर पनि तपाईँहरूले मेरो भिडियोजहरूलाई लाइक सेयर कमेन्ट्स गरिदिनुहोस् त। थ्याङ्क यू फर वाचिङ, बाई बाई।